सम्पूर्णमा नमस्कार शुभ प्रभात। तपाईहरुलाई पनि आज पनि मेरो मिनी ब्लगमा स्वागत छ। आजबाट चाहिँ हामी होम भिजिट कार्यक्रममा जानुपर्ने छ र हिजो अस्तिको जस्तै आज पनि मेरो जर्नी चाहिँ स्टार्ट भइसकेको छ। आज मेरो जर्नी चाहिँ घर दैलो कार्यक्रम छ, किनकि हाम्रो श्री फुलबारी विद्या मन्दिर प्रालीमा 27/17/2082 को लागि नयाँ भर्ना खुलिसकेको छ र आजको हाम्रो डेस्टिनेसन भनेको चाहिँ भैँसीखोर रहेको छ। हामी चाहिँ अहिले स्कुलबाट निस्किसकेको छौँ। हेलो गाइस, वेलकम टु अवर ब्लग। अनि हाम्रो सरको च्यानललाई लाइक कमेन्ट अनि सब्सक्राइब गरिदिनु होला र उहाँको जुन च्यानल चाहिँ अझै प्रगति गर्दै जाओस् है। अनि अहिले चाहिँ हामी एकदम फिलहाल भिजिट गर्न आइरहेको छौँ र म कन्टिन्यू गर्नेछु ब्लगलाई। र हामी यो ठाउँ के भन्छ सर, भैँसीखोर हामी यो जग्गामा आइपुगेको छौँ र प्रकृतिको सुन्दरता हामी देख्न सक्छौँ है। ईश्वरले रचेको रचनाहरू अति नै सुन्दर छ र साँच्चै अब यो देख्दाखेरि अद्भुत लाग्छ। हामी यस्तो ठाउँहरू त त्यस्तो देख्न पाइन्न, तर बहुत रमाइलो लाग्यो। र मैले यहाँ बाख्राको बच्चा पनि देखेँ र यहीँ बाख्राको बच्चाहरूले के खाँदैछ, घाँस खाइरहेछ। अति नै मजा आइरहेछ। प्रचारमा निस्केका छौँ। पहिला हामी चर्चहरूबाट पनि यसरी प्रचारमा जान्थ्यो र अहिले स्कुलको लागि प्रचारमा गइरहेछ। मजा आइरहेछ।